यति नै आउनु भएको छ त्यसको लागि एकदम धेरै धेरै मनदेखि माया। हेलो गाइस, कस्तो हुनुहुन्छ? आशा छ सुनासन्चै हुनुहुन्छ होला। सो फाइनली साथीहरू, जस्तो कि तपाईँहरूलाई थाहा छ आज ग्लोरियामा नजिर हुसैन लगायत हरि हजुरबा नाटक दार्जिलिङ स्टोकमा कार्यक्रम गर्न गइराखेको छ। सो म पनि जाँदैछु त्यो कार्यक्रममा। सबैजना आउनुहोस्, मिलेर इन्टरटेनमेन्ट गर्नुपर्छ है त। कार्यक्रम 6 बजेदेखि स्टार्ट हुनेवाला छ र टाइम लगभग हुने भएकोले म जाँदैछु कार्यक्रममा। तपाईँहरू पनि आउनुहोस्, हामी सबैजना मिलेर तालका मचाउनुपर्छ है त। म छिटो छिटो पुग्दैछु। खासमा आज मेरो फोन पनि अलिकति प्रब्लम गरिराखेको हुनाले अब हेरौँ कतिको फोनले पनि साथ दिन्छ तपाईँहरूलाई इन्टरटेनमेन्ट गराउनलाई। सो फटाफट सबभन्दा पहिला त्यहाँ पुगौँ, त्यसपछि इन्टरटेनमेन्ट गरौँ है त। सो फाइनली साथीहरू, तपाईँले हेर्न सक्नुहुन्छ यहाँ स्टार्टिङ भइराखेको छ, निर्माण प्रक्रिया जारी छ। अब एकैछिनमा स्टार्ट हुन्छ यहाँ तबाही हरि हजुरबाको नाटक प्रोग्राम बाँकेको साम्राज्य याद हुमा। गाइज तपाईँले हेर्न सक्नुहुन्छ नजिर हुसैनज्यू आफै प्रोग्रामको सेटअप गरिराख्नु भएको छ। यहाँ तपाईँले हेर्न सक्नुहुन्छ रातो ड्रेस लगाएको चाहिँ नजिर हुसैन हुनुहुन्छ र उहाँ अहिले भर्खर आफै सेटअप गरिराख्नु भएको छ यो कार्यक्रमको। र त्यसै गरी क्याप लगाएको विजय बरालजी हुनुहुन्छ र एकैछिनमा यहाँ हुनेछ बब्बाल तबाही। नाटक स्टार्ट गर्नुभन्दा पहिला रिहर्सल गरेर प्र्याक्टिस गरिराखेका छन्। गाइज हामी 6 बजेदेखि यहाँ कार्यक्रममा उभिएका छौँ। उहाँहरू रिहर्सल गरेर प्र्याक्टिस मात्रै गरिराख्नु भएको छ। सो देखाउनु न हो नाजिर दाइ, प्लिज रिमुभ योर मास्क। गाइज के यस्तो घरमा फुर्सद पाएनन् कि क्या हो यस्तो रिहर्सल गर्न? घरमा प्र्याक्टिस गरेर पो आउनुपर्छ यार। यहाँ यस्तो पहिला देखाउने त्यो पछाडि सो देखाउने त मजै आउन्न। अब आज कुनै प्राविधिक गडबडी हुने छैन। अब तयार हुनुहुन्छ नि? तयारी भन्दा अगाडि नाटक के हो? मलाई किन यही बाटो जानु छ? ननिभो मैले कस्तो भेट्नु छ? मैले किन भेट्नु छ? हुरी हेर्नुहोस् बहिनी, हाम्रो लागि हामी आफै आवाज बहिनी
मलाई साथी किनार छ एक्लै बग्ने त खोला हो एक्लै बग्ने त खोला हो अरे बाबु छिट्टै आऊ है सुख र दुःख मान्छेलाई जिउनु जगतको छोला हो जिउनु जगतको छोला हो एक्लै नहुने साथमा कोही पाएछ मनमा छोटा फर्केर है छोरी मायाको मोटो बलिया फर्केर है छोरी मायाको मोटो बलिया हरि हरि हजुर तिमीलाई गीत गाउने रहर छ होइन गीत गाउने के हो नि सर बाहिर आउँछ तिमीलाई गीत गाउने रहर छ होइन हो नि सर तिमी हामीसँग हेर तिमीलाई गीत गाउने रहर पुरा गर्छ म बामालाई मैले भने नि बाबाले भन्यो भने जान दिँदैनन् नि ए ओ ल गीत गाऊ गीत गाऊ यही सुरु गरी सुरु गर ल सुरु गरे नदेखेको आँखा हामी नबोल्नेको नहुनेको हुने हामी यो आकाश धरती हाम्रै हो यो डाँडा र फाटा हाम्रै हो मेरो हराएको छोरा फिर्ता दे बहिनी फिर्ता दे काकी फिर्ता दे दाई फिर्ता दे अरे हजुर ए चोक फिर्ता दे मेरो बाबा ए जङ्गल फिर्ता दे हजुरबाको नातिनी फिर्ता दे अरे तिमीलाई भन्दैन मलाई जान तिमीले त मैले बोलेको सुन्ने नि तर त मैले बोलेको सुन्थिस् त अरे यिनीहरूलाई भन्दैन कोपिलालाई यही आउँछु भनेकी छ हजुरबा तपाईँ बसिरहनु आउँछु है अनि भन्दैन धन्यवाद यहाँले अहिले भर्खरै नाटक हरि हजुरबा यो नाटक हरि हजुरबा यहाँलाई कस्तो लाग्यो म थोरै कलाकार साथीहरूको पात्र परिचय गराउन चाहन्छु अहिले भर्खरै हेर्नुभयो नाटक हरि हजुरबा र यस नाटकका निर्देशक हुनुहुन्थ्यो नाजिर हुसैन यति नै आउनुभएको छ
त्यसको लागि एकदम धेरै धेरै मनदेखि माया। गाइस तपाईँले हेर्न सक्नुहुन्छ अहिले फ्यानहरू कस्तो स्टेजमा चढेर फोटो सेक्सन गरिराखेको छ। गाइस फाइनली सो सिद्धिसकेको छ र अहिले नजिर हुसेन जाँदै हुनुहुन्छ यो कारमा र हामी यहाँ वेट गरिरहेछौँ। सो अब हेरौँ आउँदै हुनुहुन्छ होइन स्टेजमा आइपुग्नु भएको भिड हेर्न सक्नुहुन्छ, क्राउड हेर्न सक्नुहुन्छ, दर्शकहरू फोटोग्राफ लिनलाई आइसकेका छन्। बाँकी हुनुहुन्छ